हेलो एभ्रिवान, आई होप सबजना सन्चै हुन्छ होला। सो म पनि सन्चै छु होइन। यहाँ चाहिँ शिव पसङ्ग मन्दिरमा छु। सो Head west. भरतपुर 14 शिवनगर है। सो गाइस देख्न सक्नुहुन्छ यो चाहिँ मन्दिर छ। सो धेरै राम्रो छ, शिवजीको मन्दिर छ। सो म चाहिँ यता मन्दिरतिर डुल्न आएको छु। यहाँ चाहिँ के हो, मन्दिर चाहिँ बन्द रहेछ। सो गाइस देख्न सक्नुहुन्छ सन्तोषी माता मन्दिर। सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ नागको थान रहेछ। सो छुट्नु परेछ। यो चाहिँ काग हो। सो देख्न सक्नुहुन्छ टावर, टावर। म चाहिँ यता भरतपुर 14 शिवजीको मन्दिरमा आएको छु। सो गाइस देख्न सक्नुहुन्छ मन्दिर हजुरहरूले देख्न सक्नुहुन्छ। सो राम्रो छ, धेरै राम्रो छ मन्दिर चाहिँ, धेरै राम्रो रहेछ। सरसफाइ नि धेरै राम्रो छ। शिवजीको मन्दिर छ। सो गाइस त्यो चाहिँ धुप है, धुप अन्जेलले यहाँ चाहिँ धेरै मान्छेहरूले यो चाहिँ शिव पचायन मन्दिर हो। सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ हेल्थ पिटीहरू गर्दैछ। क्षेत्र छ यहाँ पूजा गर्नुहुन्छ होला। सो देख्न सक्नुहुन्छ। सो गाइस मन्दिर चाहिँ धेरै ठुलो रहेछ। मेरो मोबाइलमै अटाएको छैन कि मन्दिर। यो चाहिँ भवन देख्न सक्नुहुन्छ। सो भवन नै धेरै ठुलो, माथि टावर छ। सो यता यस्तो छ है। मन्दिर धेरै राम्रो रहेछ गाइस। म चाहिँ यता आएको थिएँ। र यो कपडा चाहिँ यहाँ सुकाएको छ कि कसको त थाहा भएन। मन्दिरको 4वटा माथि त्यहाँ उहाँ एउटा नागको यता नाग छ। सो यहाँ पनि छ, देख्न सक्नुहुन्छ ल। सो गाइस यही नै हो। म धेरै बोलिनँ। सो तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। फ्लावर नि यस्तो राम्रै छ, फ्लावरहरू रोप्नु रहेछ, राम्रो छ। उताबाट घाम लाग्छ नि त, त्यही भएर चाहिँ गणेशमा जानुहुन्छ है। सो चराहरू छ। सो गाइस thank you, keep watching. So guys